धेरैजसो मान्छेहरू रातारात सफल हुने सपना देख्छन्, तर साँचो कुरा के हो भने नि वास्तविक सफलता भनेको बनाउने कुरा हो, पाउने होइन। यो कुनै जादु मन्त्र होइन, बरु एउटा सिस्टम हो, एउटा यस्तो सरल र व्यवहारिक खाका जसलाई जो कोहीले आफ्नो भविष्य बनाउनको लागि प्रयोग गर्न सक्छ। ल, आजको यो विश्लेषणमा हामी त्यही खाकालाई एक एक गरेर हेर्दै जाउँ। सुरुमा एउटा मूल मन्त्र बुझिहालौँ। सफलता भनेको कुनै एक दिन लिने ठूलो निर्णय वा एकैचोटि मारिने ठूलो फड्को होइन। यो त वर्षौंसम्म हरेक दिन ससाना तर सही कामहरू गर्दै जाँदाको परिणाम हो। यही विचारलाई मनमा राखेर हामी अगाडि बढ्नेछौँ। हामी यो सफलताको खाकालाई 5 वटा मुख्य भागमा हेर्नेछौँ। पहिलो, बलियो जग बसाल्ने। दोस्रो, हरेक दिन काम गर्ने प्रणाली बनाउने। तेस्रो, आफ्नो ऊर्जा र पैसाको व्यवस्थापन गर्ने। चौथो, सही मान्छे र जानकारीको सङ्गत गर्ने। र अन्त्यमा, निरन्तर सुधार गर्दै जाने तरिका। ल, सुरु गरौँ सबैभन्दा महत्त्वपूर्ण कुराबाट। जग। जसरी कुनै पनि ठूलो घर बलियो जग बिना बन्न सक्दैन, त्यसैगरी सफलताको लागि पनि बलियो जग चाहिन्छ। र त्यो जग हो हाम्रो मनभित्रको स्पष्टता र सही मानसिकता। एकछिन सोच्नुस् त, एउटा यस्तो दौड जहाँ कुनै अन्तिम बिन्दु नै छैन, जति नै दौडिए पनि कहीँ पुडिँदैन। हो, स्पष्टता बिनाको मेहनत पनि ठ्याक्कै त्यस्तै हो। त्यसैले कुनै पनि काम सुरु गर्नुभन्दा पहिला हामी कहाँ जाँदैछौँ भन्ने दिशा एकदमै स्पष्ट हुनुपर्छ। अब त्यो स्पष्टता पाउनको लागि एउटा गजबको विधि छ, 1-3-5 मेथड। यसमा के गरिन्छ भने सबैभन्दा पहिले एउटा ठूलो 5 देखि 10 वर्षपछिको सपना वा लक्ष्य लेख्ने। त्यसपछि त्यो सपनासम्म पुग्न 1 देखि 3 वर्षभित्र पूरा गर्नुपर्ने 3 वटा मझौला लक्ष्यहरू बनाउने। र अन्त्यमा ती लक्ष्यहरूसम्म पुग्न अबको 90 दिनमा गर्नुपर्ने 5 वटा साना ठोस कामहरू के हुन् त्यो छुट्याउने। हेर्नुस् त, कति सजिलै ठूलो सपनालाई साना गर्न सकिने पाइलाहरूमा बाँड्न सकियो। स्पष्ट लक्ष्य हुनु त आधा काम मात्रै भयो। बाँकी आधा काम हो त्यो यात्रामा चाहिने सही मानसिकता बनाउनु। यो छिटै धनी बन्ने लोभ, नकारात्मक मान्छेहरूको सङ्गत र अरूसँग आफूलाई बेकारमा तुलना गर्ने बानी, यी सब मानसिक बाधाहरू हुन् जसले हाम्रो यात्रालाई कमजोर बनाउँछ। त्यसैले धैर्य राखेर निरन्तर काम गर्दै केवल हिजोको आफूभन्दा आज कसरी राम्रो बन्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ। ल, जग त तयार भयो। अब त्यो जगमाथि हरेक दिन प्रगति हासिल गर्ने एउटा इन्जिन अर्थात् दैनिक कार्यप्रणाली कसरी बनाउने त्यसबारे कुरा गरौँ। एउटा कुरा एकदमै बुझ्नु जरुरी छ, संसारमा सबैभन्दा ठूलो र सुरक्षित लगानी भनेको आफ्नै सिप माथिको लगानी हो। पैसा त आउँछ जान्छ, तर एउटा राम्रो सिपले जीवनभरि साथ दिन्छ र अवसरका नयाँ ढोकाहरू खोलिदिन्छ। आजको जमानामा भिडियो एडिटिङ, डिजिटल मार्केटिङ जस्ता डिजिटल सिपहरूको माग वात्तै बढेको छ। त्यस्तै सेल्स अर्थात् बिक्री कला वा मान्छेहरूसँग राम्रोसँग कुरा गर्न सक्ने सञ्चार सिप जस्ता व्यावहारिक कुराहरूको महत्त्व पनि कहिल्यै घट्दैन। यिनीहरूमध्ये कुनै एउटा सिप सिक्ने लक्ष्य बनाउन सकिन्छ। यहाँ एउटा एकदमै शक्तिशाली आइडिया छ। ठूलो परिवर्तनको लागि धेरै समय नै चाहिँदैन। हरेक दिन केवल 1 घण्टा, तर त्यो 1 घण्टा पूर्ण एकाग्रताका साथ कुनै नयाँ सिप सिक्न वा अभ्यास गर्नमा लगाउने हो भने केही महिना वा वर्षमा यसले साँच्चै चमत्कारिक नतिजा दिन सक्छ। त्यो 1 घण्टालाई आफ्नो दैनिकीमा कसरी मिलाउने त? सजिलो छ। बिहानको समय योजना बनाउन र त्यो नयाँ सिप अभ्यास गर्न प्रयोग गर्न सकिन्छ। दिनभरि आफ्नो मुख्य काम वा पढाइमा ध्यान लगाउने र राति सुत्नुअघि आजको दिन कस्तो रह्यो भनेर समीक्षा गर्दै भोलिको योजना बनाउने। यो सानो बानीले उत्पादकत्वमा ठूलो फरक पार्छ। अब त्यो दैनिक कार्य प्रणालीको इन्जिनलाई लगातार चलाइराख्न इन्धन पनि त चाहियो। हाम्रो जीवनमा त्यो इन्धन भनेको पैसा र स्वास्थ्य हो। आउनुहोस् अब यिनीहरूको व्यवस्थापन कसरी गर्ने भनेर हेरौँ। आम्दानीलाई व्यवस्थापन गर्ने एउटा एकदमै चलेको र प्रभावकारी नियम हो 50-30-20 को नियम। यसअनुसार आफ्नो आम्दानीको 50% घर भाडा, खाना जस्ता अत्यावश्यक कुरामा खर्च गर्ने, 30% मनोरञ्जन वा अन्य इच्छाहरूमा, र सबैभन्दा महत्त्वपूर्ण कम्तीमा 20% चाहिँ बचत वा लगानीको लागि छुट्याउने बानी बसाल्नुपर्छ। तर लगानी सुरु गर्नुभन्दा पनि पहिलो प्राथमिकता भनेको आपतकालीन कोष बनाउनु हो। यो भनेको के हो भने कम्तीमा 6 महिनासम्म आफ्नो घर खर्च धान्न सक्ने पैसा जम्मा गर्नु। यसले भोलि जागिर जाँदा वा बिरामी पर्दा जस्ता नसोचेको अवस्थाहरूमा आर्थिक सुरक्षा दिन्छ।
पैसा जस्तै हाम्रो स्वास्थ्य पनि हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। हरेक दिन कम्तीमा 30 मिनट व्यायाम, स्वस्थकर खाना र जङ्क फुड वा मोबाइलको अनावश्यक लतमाथि नियन्त्रण, यी बिना कुनै पनि सफलता दिगो हुन सक्दैन। आखिर शरीर स्वस्थ भएन, मस्तिष्कले राम्रोसँग काम गर्छ। हामी एक्लै सफल हुन सक्दैनौँ, यो कुरा सत्य हो। हाम्रो वरपरको वातावरण, हामी कस्ता मानिसहरूसँग उठबस गर्छौं र कस्तो जानकारी लिन्छौं, यी सबै कुराले हाम्रो यात्रामा ठूलो असर पार्छ। हाम्रो प्रगति कति हुन्छ भन्ने कुरा हाम्रो सङ्गतले निर्धारण गर्छ। त्यसैले आफूभन्दा राम्रो गरिरहेका मानिसहरूबाट सिक्ने प्रयास गर्नुपर्छ। सामाजिक सञ्जालमा पनि खालि मनोरञ्जन मात्र होइन, ज्ञान दिने सामग्रीहरूलाई पछ्याउनुहोस्। र एउटा कुरा याद राखौँ, बलियो र सहयोगी सम्बन्धहरू विश्वास र समय दिएर बन्छन्, कुनै सर्टकट अपनाएर होइन। र अब हामी आइपुग्यौँ यो खाखाको अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण भागमा, निरन्तर सुधार। यो एउटा यस्तो प्रणाली हो जसले हामीलाई आफ्ना गल्तीहरूबाट सिक्न र समयसँगै अझ राम्रो बन्न मद्दत गर्छ। हरेक महिनाको अन्त्यमा आफूसँग इमान्दार भएर बस्ने समय हो यो, र पहिलो प्रश्न सोध्ने, यो महिना मैले गरेका कुन कुन कामले साँच्चै राम्रो नतिजा दियो। यसले हाम्रो सफलताहरूलाई पहिचान गर्न र कुन कुराले साँच्चै काम गर्दो रहेछ भनेर बुझ्न मद्दत गर्छ। त्यसपछि बिना कुनै हिचकिचाहट दोस्रो प्रश्न सोध्ने, यो महिना कहाँनेर म चुके वा कुन योजनाले सोचे जस्तो काम गरेन। असफलतालाई हारको रूपमा होइन, बरु के सुधार गर्नुपर्छ भनेर सिकाउने सबैभन्दा राम्रो गुरुको रूपमा हेर्नुपर्छ। र अन्त्यमा तेस्रो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, पहिलेका सफलता र असफलताबाट सिकेर अब आउने महिना आफ्नो योजना वा काम गर्ने तरिकामा के सुधार ल्याउन सकिन्छ। हो, यही प्रश्नले हाम्रो सिकाइलाई एउटा ठोस कार्ययोजनामा बदल्छ। त्यसैले घुमिफिरी हामी फेरि त्यही मुख्य सन्देशमा फर्क्यौँ, सफलता भनेको कुनै एउटा अन्तिम बिन्दु होइन, यो त एउटा यात्रा हो। यो दैनिक बानी, अनुशासन र निरन्तर सुधारको एउटा प्रणाली हो, जुन हरेक दिन चालिने साना साना सही कदमहरूबाट निर्माण हुन्छ। ल, यो सम्पूर्ण विश्लेषणको अन्त्यमा एउटा प्रश्न सोचौँ है त। यो सबै योजनालाई अब व्यवहारमा उतार्नको लागि भोलि बिहान नै सुरु गर्न सकिने त्यो एउटा सबैभन्दा पहिलो र सानो कदम के हुन सक्छ? किनभने जस्तो सुकै ठूलो यात्राको सुरुवात पनि त एउटा सानो कदमबाटै हुन्छ, होइन र?